मेरो दोस्त के गर्दैछौ तिमी? मलाई लागिरहेछ अहिलेसम्म तिमीले मोबाइल स्क्रोल गर्ने छाडेको छैनौ। टाइम पास गर्न कन्टिन्यू गरिरहेको छौ। अनि त्यसको लागि कङ्ग्रेचुलेसन कन्टिन्यू गरेकोमा। आज के भनौँ त्यतिकै खासै केही छैन अहिले। म अहिले होस्टेलमा बसिरहेको छु नि। अनि होस्टेलमा म बाहेक दुईजना अझै बसिरहेछ। यो रुममा 3 जना बसिरहेको। अनि अहिले दुवैजना बाहिर गएको। जस्ट बाहिर गएको मैले क्यामेरा अन गरियो अनि भिडियो गर्न सुरु गरिसक्यो। किनकि उनीहरूको अगाडिमा भिडियो गर्न अलिक अजिब लागिरहेको हुन्छ। कन्फिडेन्स आइरहेको छैन अहिलेसम्म। हेर ठिक बिस्तारै बिस्तारै सबै ठिक हुन्छ। अनि यति नै सोध्न आएको हजुरहरूसँग, हजुरहरू टाइम पास गरेर के साबित गर्न चाहनुहुन्छ? मलाई त्यो भन्नुहोस् त। मेरो दोस्त यसरी टाइम पास गरेर केही हुनेवाला छैन। केही गर्न यार। आज तिमीहरू त काम गर त। तिमी आफ्नो सेटिङमा गएर अनि हेर त आज कति घन्टा मोबाइल चलायौ तिमीले। अनि त्यो कमेन्ट गर त। हेर होला कसको कति आइरहेछ। हस् आजलाई यति नै। बाई।